ल आज चाहिँ हामी जस्तै यो हाम्रो नोट छ नि त यस्तो फर्मेट बनाउनु पर्ने यो पेज मेकरमा। यसको लागि सिम्पली सबभन्दा पहिला हामी चाहिँ जुन यो छ लाइन हैन यो चुज दिनु छ ठ्याक्कै राख्नु। ठीक छ। अब चाहिँ कहाँ जानु भने एडिटमा जानु। पहिला यहाँ चाहिँ कपी गर्नु त्यसपछि पेस्ट मल्टिपलमा जानु। ठीक छ। अब कतिवटा तिमी कपी गर्न चाहन्छौ यसमा कतिवटा लगभग होला 20 वटा होला म अथवा 20 दिइहाल्छु है। ल यसलाई म त्यो गएर 20 दिन्छु। अब यो त तलतिर जान्छ भनेपछि हामीले चाहिँ यो होरिजन्टल यसलाई चाहिँ 0 गरिदिनु। हाम्रो त भर्टिकलतिर जान्छ तलतिर त्यसलाई चाहिँ 0.5 को जुन यो स्पेस छ नि यो बीचको स्पेस 0.5 इन्च छ भनेर बुझ्नुपर्छ। बस ओके गरिदिनु। म्याटिक आयो। अब जुन यो कलर छ यसलाई त यो कुन कलर छ भनेपछि हाम्रो यो कुन कलर छ पिङ्क कलर छ त्यताबाट तिमी पिङ्क यसरी दिन सकिन्छ। हल्का मोटो पनि छ यो भन्दा त्यतिकै छ। मोटो हुन्छ भने एलिमेन्टमा गएर स्ट्रोकमा गएर यसलाई थोरै मोटो गर्न सकिन्छ। अब फेरि यता साइडबाट पनि यसरी यसलाई पनि सेम हामी पिङ्क गरिदिन्छौँ। ल अब सेम भयो सकिन्छ छैन। यसरी चाहिँ तिमीले यो नोटहरु बनाउन सकिन्छ।